हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हाम्रो चाहिँ टुरको डे 2 रहेको छ। हामी चाहिँ इटहरीको यात्रामा चाहिँ अगाडि बढिसकेको छौँ। पोखराबाट चितवन हेटौडा हुँदै जानु थियो र हामी बाटोमा चाहिँ सबै साथीहरू मिलेर यति रमाइलो गर्यौँ कि हाम्रो डे 2 भनेको चाहिँ सबै बसको मात्र यात्रा थियो कि कतै घुम्ने हाम्रो सेड्युलमा नै थिएन। सो हामी चाहिँ गाडीकै यात्रा थियो र हामी एकदमै रमाइलो गर्दै गयौँ। अब चाहिँ हाम्रो 5-7 घन्टाको ट्राभल पछि चाहिँ हाम्रो बल्ल खाना खाने बेला भएको छ। 1-2 बजेतिर लएर भोक लाएर कोही मस्त सबैजना चाहिँ खाना खानामै बिजी छन्। ओहो, खाना चाहिँ यति धेरै कि तरकारीकै आइटम मात्र 6-7 वटा छ। ओ स्वादिष्ट छ तर खाना चाहिँ। हेटौडा पछिको त्यो जङ्गलको यति धेरै लामो यात्रा गर्दा गर्दै हामी बारापर्सा जिल्लामा छिर्यौँ। सो यो जिल्लामा चाहिँ हामीले एउटा नयाँ धार देख्यौँ। हामी पहाडको मान्छेलाई चाहिँ तराईमा जानु यो एकदमै अनौठो कुरा थियो। यसको नाम के अरे? तराईमा हुने धारा चापकल भन्छ के? चापकल तराईमा हुने धारा है गाइस। मलाई थाहा छैन, यो मेरो फर्स्ट एक्सपिरियन्स। यस्तो गरेपछि पानी आउँदो रहेछ। हाम्रो 10-12 घन्टा पछिको यात्रामा अनौठो एउटा नयाँ कुरा चाहिँ यही देख्न पाइयो र रमाइलो भयो। त्यसपछिको हाम्रो यात्रा अगाडि नै बढ्दै गयो। रात परिसक्यो अनि हामी चाहिँ कोशी ब्यारेज पुग्यौँ है। 52 ढोका भएको कोशी ब्यारेज। तर रातिमा चाहिँ खासै केही देखेको थिएन, तर केही क्लिप्सहरू चाहिँ राख्न पाएँ। त्यसपछि चाहिँ हामी इटहरी पुग्यौँ र इटहरीमा एकदमै दिनभरिको थकान महसुस गर्दै हामी इटहरीमै बस्यौँ। हाम्रो सेकेन्ड डे वहीँ इन्ड भयो। हेलो, नमस्ते सबैजना, स्वागत छ मेरो ब्लगमा। अनि आज चाहिँ हामी इटहरीबाट इलाम जान लागेको। आजको हाम्रो 3rd डे हो इलाम जाने हाम्रो। अनि हामी चाहिँ आज तरहरा जाँदैछौँ। तरहरा यतै हो। अनि के अरे व्हिट रिसर्च सेन्टरमा जाँदैछौँ हामी चाहिँ। सो त्यही नै हो। अब हामी चाहिँ बस्नु चढिसकेको, अघि नै अब भ्लग स्टार्ट गर्न सकिएन। सो यता पछाडि चाहिँ सबैजना साथीहरू। हेलो, यो चाहिँ इटहरी बजार हो। हामी चाहिँ अहिले यो तरहराको यो कृषि अनुसन्धान निर्देशनालयमा आइसक्यौँ। गाडी चाहिँ उता पार्क गरेर अब चाहिँ हामी यताभित्र जानुपर्ने हुन्छ। भित्र के कस्तो भिडियो गराउनु दिनुहुन्छ त्यही अनुसार चाहिँ देखाउँछु है त। यहाँ चाहिँ स्पेसल गेस्टहरूको लागि भनेर चाहिँ चिया खाजा अथवा बस्नको लागि सुविधा रहेछ। अनि हामी चाहिँ मर्निङमा गएको भएर चाहिँ हामीलाई त्यहाँ चिया नास्ता खुलाएर चाहिँ त्यहाँ एकजना इन्टर्न लिएर चाहिँ हामी त्यहाँ वरिपरि हेर्नको लागि हिँड्यौँ। पछाडिको चाहिँ सापटा फलको चाहिँ बोट रहेछ। अनि यता चाहिँ ठुलो ठुलो नरिवलको बगान छ है। यतातिर चाहिँ देख्न सक्नुहुन्छ। अनि मरिचको लहरा हो यो त। सापटाको बोट त्यो चाहिँ सुपारी। सापटाको बोटहरू चाहिँ एकदम धेरै रहेछ है। सुपारी हो दिदी? खोइ देखाउ त। इनार्चिङ गरिएको रहेछ है यति धेरैमा। वाउ। हामी चाहिँ यो सापटा कति धेरै रहेछ कि सर? कस्तो यसको टेस्ट कस्तो हो र सर? नरिवल र सुपारी यता धेरै के ज्यादा। यता चाहिँ ड्रागन फ्रुट रहेछन्। यता रहेछ सुपारी र नरिवल।
सो गाइज हामी चाहिँ यता बागवानी पनि हेरेर फर्किसकेको छौँ। अब हामी चाहिँ जान्छौँ। अनि यता सुजना पनि भ्लगर बन्न लागेको छिन्, भ्लग बनाउँदै। यता पछाडि टिकटक बनाउँदै हिँडेछन्। अनि म र लाफा चाहिँ यता सँगै हिँडिरहेछौँ। कस्तो लाग्यो यहाँको फिल्ड? अरूभन्दा चाहिँ यहाँ एकमुष्ट रूपमा के होइन, नदेखेको कुराहरू देख्यौँ, त्यही हो, खुसी लाग्यो। चाहिँ सुनिता राई दिदीको एकदमै फेभरेट घुम्ने ठाउँ बेतना सिमसारमा चाहिँ आएको छौँ साथीहरू। इलाम जाने क्रममा बाटैमा पर्दो रहेछ। सो हामी चाहिँ घुम्नलाई जाँदैछौँ। लेट्स सी गाइज। आजसम्म हामीले भिडियोहरूमा चाहिँ देखिरहेको हुन्थ्यौँ, अब आज चाहिँ आफै देखिने भइयो। खुसी लाहा होइन सुस्मिता? अब त्यही हो, अब यहाँ के कस्तो छ, टिकट सिस्टम छ भन्ने थाहा पाइयो। अब जानुपर्छ। लेट्स सी। हल्का फुल्का देखाउँछु म। यहाँ चाहिँ यति राम्रो राम्रो ठाउँ छ, बोटिङ गर्न मिल्दो रहेछ है। यस्तो सुन्दर ठाउँ छ। अनि हामी चाहिँ अब यो सुन्दर दृश्य हेर्नको लागि हामी चाहिँ आइरहेछौँ। त्यही यो रमाइलो छ। बोर भएको समयमा चाहिँ यता आइयो भने चाहिँ एकदम आनन्द फिल होला जस्तो रहेछ। त्यही भएर सुनिता दिदी आइराख्नु हुँदो रहेछ भन्ने कुरो मैले थाहा पाएँ। सुनिता राई श्रेष्ठ दिदी मिस यु हजुरलाई एकदमै सम्झेको छौँ हामी। यहीँ नजिक आएर पनि भेट्न नपाइँदा एकदम दुःख लागेको हो। अब हामी चाहिँ धेरै टाढाबाट आएको, अनि इलाम उता दार्जिलिङ पुग्ने भएको कारणले गर्दा चाहिँ टाइम नमिलेको कारणले हामी चाहिँ भेट्न पाएको छैनौँ। आई मिस यु दिदी। कस्तो राम्रो देखेको हो कि माछा, माई गड। पुरै घाममा त झन् टल्केर कस्तो राम्रो राम्रो भएको। वा, यहाँको माछा बेच्छन् होला नि। उता झन् कस्तो मजाले घाँस खाँदैछ कि माछाले। यहाँ दानाहरू पनि हामीलाई मिल्दो रहेछ। मलाई यो बेतनाको सिमसार क्षेत्र चाहिँ एकदमै रमाइलो लाग्यो। अनि यतातिर चाहिँ यस्तो गर्मी हुने है, लट अफ गर्मी हुने। अनि यो ठाउँमा आउँदाखेरि त एकदमै आनन्द मिल्दो रहेछ कि है, शीतल हावा आउने। हेलो गाइज, म चाहिँ अहिले सुस्मिता दिदीलाई पिङ खेलाइदिँदैछु। यस, म त मस्तै बेसरी मजा दिने हो। लु भयो, मजा आयो? कति मजा आयो? बच्चा जस्तो बिहेभियर छ गाइज, देख्न सक्नुहुन्छ। लात्ताले हान्दिनु लाग्यो। गाइजहरू यस्तो छ नि, घाम लाएर त्यस्तो खत्तमै भयो रहेछ। मोडमा आएर झरेर अहिले 1:30 बजेतिर खाना खाने क्रम चाहिँ चालु हुँदैछ। सो हामी चाहिँ बिर्ता मोडमा खानासाना खाएर त्यसपछि हामीलाई जसरी पनि इलाम पुग्नु थियो। अनि हामी चाहिँ सर इलाम पुग्नको लागि रफ्तारमा गयौँ र हामी फाइनल्ली घाम अस्ताउने बेलामा भए पनि हामी इलाम बजार पुग्यौँ र इलाममा थोरै भिडियो फोटोहरू खिच्यौँ।